अब रासोपाले के कुराको सुनिश्चितता गरेको छ भने कुनै पनि नागरिक घरबार विहीन हुने छैन। यो बस्तीहरू हटाउने सिलसिलामा जुन बस्ती विशेष गरेर काठमाडौँ उपत्यकाका खोला नजिक अलिकति खतरापूर्ण जोखिमपूर्ण बस्तीहरूलाई लिएर बारम्बार कुराहरू उठिरहेको हामीले बताइरहेको र जोखिममा नागरिकलाई राख्नुभन्दा त्यो जोखिमबाट बाहिर निकालेर अगाडि लिएर जाने कुरालाई अगाडि बढाइएको यसका विभिन्न प्रयासहरू भए, विभिन्न मोडलमा यसलाई समाधान गर्ने विगतमा प्रयास भए। 30औं वर्ष विभिन्न आयोगहरू बनेर यसलाई कसरी समाधान गर्ने भनेर प्रयासहरू भएका हुन्। त्यसकारणले प्रयास गर्ने क्रममा रासोपाले के सुनिश्चितता गरेको छ भने होला आज हाम्रो व्यवस्थापन योभन्दा अझ राम्रो हुन सक्थ्यो कि अथवा राज्यले अझ बढी राम्रो व्यवस्थापन गर्न सक्थ्यो कि त्यो सुदृढ गर्ने सही गर्ने सम्भावनाहरू जहिले पनि रहिरहन्छ। तर त्यसभन्दा बाहेक सुनिश्चितता गर्ने कुरा नै महत्त्वपूर्ण कुरा हो। उहाँहरू घरबार विहीन हुने छैन। छोराछोरीहरूले बालबालिकाहरूले उचित शिक्षा प्राप्त गर्ने कुरामा कुनै दुविधा हुने छैन र जसको कहीँ कतै कोही पनि छैन त्यसको लागि राज्य छ, सरकार छ। केही दिन